ल हाम्रो यहाँ चाहिँ त्यो तिमीहरूको कलेजमा चाहिँ स्कुलमा चाहिँ रोल नम्बर हुन्छ यहाँ हाम्रो एकाडेमीमा आइसकेपछि चाहिँ तिमीहरूको चाहिँ छातीको नम्बर यानि कि चेस्ट नम्बर अथवा कपडाको नम्बर हुन्छ बिप नम्बर त्यो हुन्छ केटा क्लियर छ ओके ल ठिक छ अनि आजबाट हाम्रो हिराबहादुरको चेस्ट नम्बर कति भयो कान्छा थाहा भएन ओके अर्को हाम्रो रोनिसको कति हो चेस्ट नम्बर ओके चेस्ट नम्बर 03 गुर्जी भन्नु पर्यो ल अनि हाम्रो नयाँ टोलीहरूको आवाज अलिकति कम छ किनकि उनीहरू पहिलो दिन भएर खरो बोल्नु भन्यो भने लाज लाग्छ होइन अनि बिस्तारै बोल्नु भने के हुन्छ तर यो चाहिँ आर्मी फिल्ड हो त्यही भएर चिच्याउनु सक्नुपर्छ लाज डर घिनलाई चाहिँ टाटा बाई बाई आजबाट चाहिँ मार्नु पर्यो केटा क्लियर छ त्यही भएर अब रोनिसले चाहिँ मर्ने गरी चिच्याउँछ त ल ओके चेस्ट नम्बर 3 गुर्जी भन्छ है त ल रेडी गो चेस्ट नम्बर 3 गुरुजी ओके भएन यो अझै पनि भोइस चाहिँ के छ डराउँदै भयो लजाउँदै भयो फेरि पनि जाऊ रेडी गो चेस्ट नम्बर 3 गुरुजी भएन यसरी बोल्नु पर्यो चेस्ट नम्बर 3 गुरुजी हुनु पर्यो ल फेरि भन त ल चेस्ट नम्बर 3 गुरुजी ओके तिम्रो अझै पनि के को भोइस आइरहेछ मुखको आइरहेछ हामीलाई चाहिँ छातीको आवाज चाहिन्छ छाती भनेको यस्तो खालको हुनु पर्यो बोलीको आवाज माथि भनेको के हो चेस्ट नम्बर 3 गुरुजी चेस्ट नम्बर 3 गुरुजी हुनु पर्यो भित्रको खालको फेरि भन त ल चेस्ट नम्बर 3 गुरुजी ओके ल हिराबहादुरको भन त ल थाहा छैन गुरुजी ओके थाहा छैन गुरुजी भन्नु पर्यो फेरि भन त ल थाहा छैन गुरुजी ओ अझै फेरि लाउडर थाहा छैन गुरुजी ओके रोनिसको फेरि लास्ट टाइम रेडी गो चेस्ट नम्बर 3 गुरुजी भन्नु पर्यो चेस्ट नम्बर 3 गुरुजी ओके शाबास